हजुर अगर एउटा स्टुडेन्ट हो त अहिले पनि बेला बेलामा हजुरको टिचर्सले के भन्छ, धेरै कुरा नगर, कुरा गरे पनि कामको कुरा गर, अनि यो गसिप गरेर तिमीले के पाउँछौ र। तर यो भिडियो हेरेर हजुरले आफ्नो टिचर्सहरूसँग सोध्न सक्नुहुन्छ कि अगर हामीले गसिप गर्ने हैन भने हामीले कुरा गर्न सिकेको किन हो। किनकि मनुष्य जातले होमोसेपियन्सले गसिप गर्नेको लागि कुरा सिकेको रहेछ अनि अरु कामको लागि पनि सिकेको रहेछ। त्यसको बारेमा कुरा गरौँला अनि कुरा गरौँला कि ल्याङ्ग्वेज सिकेर अहिले पनि यस्तो के चीज छ जो हामीले मान्छ र ठूलो प्रभाव छ त्यसको है। अनि यो सबै मैले थाहा पाएको हो यो सेपियन्स बुकबाट। आजको भिडियोमा हामीले यो बुकबाट सेपियन्सबाट बाइ युवल नोआ हरारीको च्याप्टर 2 को बारेमा कुरा गरौँला, जसको टाइटल हो द ट्री अफ नलेज। च्याप्टर 1 को बारेमा हामीले पहिले पनि भिडियो बनाइसकेछौं, हजुरले चेक गर्न सक्नुहुन्छ। तर सबैभन्दा पहिला म ग्याङ्स स्वागत गर्दैछु हजुरको ग्याङ्स रेट्समा, जहाँ हामीले यस्तै बुक्सबाट राम्रो राम्रो डिटेल्स लिएर आउँछ, इन्फर्मेसन लिएर आउँछ र लेसन्स जसमा हुन्छ या फिर स्टोरीज हुन्छ। त्यस्तो अगर भिडियो राम्रो लाग्छ भने हजुरले अकाउन्टलाई फलो गर्न सक्नुहुन्छ। त ल अब कुरा गरौँ कि मनुष्य जातले होमोसेपियन्सले कति पहिला कुरा गर्न सिकेको र किन सिकेको हो। तो 1 लाख वर्ष पहिला समय पनि के हाम्रो जो दिमाग थियो नि त्यो त अरु भन्दा जानवर जातहरु भन्दा त धेरै थियो, तर यति धेरै पनि थिएन कि हामीले भन्न सकुस् कि हामी सबैभन्दा ठूलो छौं, माने कि जानवरहरुको बीचमा के हामी ठूलो छौं गरे। किनकि मनुष्य जात पनि कता न कता जानवरको जो जात हो है। तर 70,000 वर्षदेखि 30,000 वर्षको यो जो बीच छ नि त्यति पहिला के हामीले धेरै जस्तो कामहरु सिक्यो, जसमा हाम्रो दिमाग यस्तो विकास भयो हामीले भन्न सकिन्छ कि राम्रो जो विकास भयो भनेर के दिमागको। जस्तो कि हामीले नाउ बनाउन सिक्यो है, त्यसपछि ल्याम्प बनाउन सिक्यो, सुई बनाउन सिक्यो, जो अहिलेसम्म पनि काममा लाग्छ है। अनि त्यही बेलामा के 70,000 देखि 30,000 वर्ष पहिलाको बीचमा के त्यही बेलामा हामीले कुरा गर्ने पनि सिकेको गरे। अनि हामीले कुरा गर्ने सिकेको दुईटा कारणले गर्दा गरे। एउटा त अरु जो जानवरहरु छ तिनीहरुको जस्तै हाम्रो पनि नीड थियो कि जो ठुलठुलो प्रेडेटर्सहरु छ है, जो शिकार गर्छ, बाघ सिंहहरु, तिनीहरुसँग बच्नेको लागि त आफ्नो सर्भाइभलको लागि हामीले सिकेको गरे के। र त्यसमा हामीले धेरै कुरा गर्दैनौं है, त्यसमा गर्न सकिन्छ तर धेरै लामो भिडियो हुनेछ, त्यही भएर त्यसमा कुरा नगरौँ। र सेकेन्ड यो रहेछ गरे कि जब हामी फुड चेनमा बीचमा आउने थियो कि डराउने थियो कि बाघ सिंहले हामीलाई खान्छ भनेर। तर हामी जो मनुष्य जात छ त्यो सुरुवातदेखि चाहिँ एउटा झुन्डमा बस्नेहरु त्यस्तो जात हो गरे के। त त्यस्तो जात भएपछि अलि मिलेर त चल्न पर्यो है। अरु मिलेन भने झ्याउ त हुने भयो कि हामीलाई बाघले खाउँछ कि है, त्यस्तो हामीलाई डर त हुने भयो। त्यही भएर मिलेर चल्ने पर्यो हामीलाई कि हामीलाई यो हेर्न पर्यो कि बाघ कता जाँदैछ, त्यसले भैँसीलाई मार्न सकेछ कि नै, त्यसलाई भैँसीलाई मारेपछि हामीले पनि खाना पाइन्छ कि त्यो हेर्न पर्यो हामीलाई। किनकि हाम्रो मनुष्य जातको लागि जंगली भैँसीलाई मार्ने पनि सजिलो हुन्न नि, जो 500 केजी 600 केजीको हुन्छ त्यसलाई मार्न कहाँ सजिलो हुन्छ है। त हामीले यो हेर्ने थियो गरे कि बाघ सिंह कता कता जाने थियो र कसले त्यसलाई मार्ने थियो र कता कता गएर हामी खान सक्छौं। र त्यो गर्नेको लागि के अब हाम्रो बीचमा कुरा त हुन पर्यो है। अनि कुरा हुनको लागि हामीलाई थाहा नि हुन पर्यो कुरा गर्दा गर्दा कि कसको माथि हामीले ट्रस्ट गर्ने हो। जस्तो कि मानिहाला 10 वटा मान्छेहरुको अब एउटा ग्रुप छ, तर अगर हामीलाई थाहा छैन कि कसको माथि ट्रस्ट गर्ने हो, कसको माथि भरोसा गर्ने हो भने त्यसरी त दुःख पर्छ नि कि बाहिर निस्क्यो है, ल सिंहको पछाडी गएर जाँदा र कसैले राम्रोसँग काम गरेन भने त्यहाँ त मर्न सकिन्छ नि। त्यही भएर मनुष्य जातमा जब ग्रुपमा बस्ने थियो त्यही बेलामा एकदम जरुरी थियो गरे कि थाहा गर्ने कसको माथि ट्रस्ट गर्ने हो। अनि त्यसैको लागि हामीले कुरा गर्दा गर्दा गसिप गर्न सिके गरे कि कोसँग मिलेको छ है। किनकि त्योसँग मिलेको छ भने अर्कै थाहा कि हजुरले त्यो दुईटा मिसी एउटासँग मिलेको छैन भने हुन सक्छ कि त्यो दुईटा फेरि हजुरसँग मिल्दैन। यस्तो अहिले पनि हुन्छ है, हाम्रो क्लासरुम्समा हुन्छ, अफिसमा हुन्छ कि मेरो त्योसँग मिलेको छैन अरु त्यो दुईटा मिल्छ भने यस्तो हुन सक्छ कि त्यो दुईटाले मेरो बारेमा राम्रो सोच्दैन। र यो चीज पहिल्यैदेखि जरुरत थियो कि हाम्रो, किनकि त्यो अगर नभएको भए हामी बाहिर गएर सिंहको शिकार हुन सक्ने थियो। त्यो सबै दिमागमा राखेर कुरा गर्दा गर्दा गसिप गर्दा गर्दा कि त्यो बानी परेको रहेछ। र त्यसले गर्दा अहिले पनि हामीले यस्तै ज कुरा गसिप गर्ने रुचान्छौं गरे के। अनि यो जो ल्याङ्ग्वेजको जो ब्युटीजहरु छ नि, जो अरुको जानवरको जातमा हामीले हेर्न पाइन्न, त्यसमा यो छ गरे एउटा त यो हो कि हामीले आफ्नो ल्याङ्ग्वेजले गर्दा, हामीले आफ्नो कुराले गर्दा के कम्ती शब्दहरु, कम्ती जो अल्फाबेट्सहरु छ, लेटर्सहरु छ, जस्तो कि इंग्लिशमा सिर्फ 26 अल्फाबेट्स मात्रै छ है, लेटर्सहरु मात्रै छ, तर तिनीहरु त्यसलाई के मिलाएर हामीले असंख्य कुरा गर्न सकिन्छ है। कहिले पनि नसकिने कुरा गर्न सकिन्छ के।
त्यो एउटा फिचर छ गरे जो अरू जानवरको जातमा छैन गरे के तिनीहरूले कुरा गर्न सकिन्छ तर थुप्रै लिमिटेड एउटा चाहिएको मात्रै कुरा गर्न सक्छ गरे के है। र अर्को जो हामीले हाम्रो जो कुरामा हाम्रो जो ल्याङ्ग्वेजमा एउटा राम्रो एउटा फिचर छ नि त्यो यो हो गरे कि हामीले यस्तो त कुरा गर्न सकिन्छ जो कामको छ यताको या फेरि यो हो त्यो हो भनेर है। तर यस्तो पनि कुरा गर्न सकिन्छ गरे जो थाहै चाहिँ छैन कि त्यो हो कि होइन छ कि छैन भनेर। जस्तो कि इक्जाम्पल छ भगवानहरू है भूतहरू अनि यस्तो यस्तो स्टोरिजहरू जो थाहा छ हुन्छ कि हुन्न भनेर। जस्तो कि जलपरी हुन्छ गरे के त थाहा छ कहिले जलपरी हुन्छ कि नै भनेर है। अनि यस्तो पवनदेवहरू हुन्छ गरे या यस्तो राजा थियो गरे जसले एक्लै 10-10वटा 100-100वटा मान्छेलाई हराउन सकिन्थ्यो गरे। यस्तो तर हामीले कहिले हेरेको छ तर यस्तो कहानी सुन्दै आएको छौँ है तर त्यसमा पटाउँछ धेरै मान्छेहरूले पटाउँदैन है। अनि अझै एउटा कुरो हो जस्तो हजुरले हेर्न सक्नुहुन्छ कि च्यानलको नाम हो ग्याङ्स रिड्स है किनकि ग्याङ्स क्यान रिड ग्याङ्स क्यान राइट अल्सो। त यस्तो छ कि मैले राइटिङ गर्ने थियो है अनि बेलामा अहिले छोडेको छु तर अहिले पनि गर्न सक्छु। र जो मैले पहिलाको च्यानल थियो युट्युब च्यानल त्यसमा मैले हिन्दीमा के एउटा स्टोरी हालेको थियो अरू त्यही स्टोरी मैले नेपालीमा बोलेर नि हालेको थियो कि त्यहाँ। तर त्यो स्टोरी मैले अब यहाँ सेयर गर्न चाहिरहेको छु हजुरसँग जसको टाइटल हो शीर्षक हो गजानन्द है। त त्यो भोलि अपलोड हुनेछ त्यो सुनेर अवश्य मलाई भन्नुहोस् कि त्यो कस्तो लाग्यो र त्यस्तो स्टोरी हजुरले रुचाउनुहुन्छ भने मैले फेरि अझै त्यस्तो ओरिजिनल स्टोरिज है लेख्ने मैले फेरि स्टार्ट गर्नेछु र हजुरहरूसँग सेयर गर्नेछु। अहिलेको लागि म ग्याङ्स हजुरसँग लिन्छु बिदा। धन्यवाद।